हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। र आज हामी के बनाउँछौँ? कबाब। पहिला सुरुमा हामीले मेथी हाल्नुभयो, अनि के हाल्नुभयो थाहा भएन, मेथी जिरा। अनि त्यसपछि त्यो भुटिँदैछ, रातो हुन्छ, प्याज हाल्नुभयो। प्याज हाल्नु भइसक्यो, अनि अब अदुवा र प्याज। त्यसपछि पन्नेले चलाउँदै हुनुहुन्छ। हाम्रो काले भाइ आयो। अनि यहाँ प्याज छँदैछ। ए चले डाडुले चलि होइन, सरी, पन्नीले चलिरह। चलाते जाऊ। मासु पनि छ त्यहाँ साइडमा, हेर्न सक्नुहुन्छ। अनि उता हेर्न, त्यो काले भाइलाई हेर्न, त्यहाँ सामान चलाइरहेको छ, हेर्न। आयो उता हेर्न, साइडमा बिस्कुट खाँदैछ। मम्मी उहाँ मस्किँदै हुनुहुन्छ। हजुर रे। हाल्यो। अनि त्यसपछि अझै रातो हुनेसम्म भुट्न दियो। भुटिन्छ। त्यसपछि पालो, बेसार अझै होइन, फेरि बिस्कुट खोचेर खाइहाल्यो। अनि के हाल्नु छ थाहा भएन। चलाउने। अनि त्यसपछि केसको पाली भन्दाखेरि लसनको पालो, लसन हाल्नुभयो। अब त्यसपछि मासुको टनला। वाउ, मासु खाने मासु आयो साथीहरू, पोखिगयो। तर छोड्नु न, हालिहाल्नुपर्छ, एउटा मासु पनि किम्ती हो। अनि त्यसपछि पर भुट्ने। अनि भुटिसकेपछि हेर्नु, यसरी मजाले सबमा मजाले मसला लागोस् न। झिङ्गे माछाको पकौडी। अरु के ल्याएको छ भन? यो माछाको अचार। खै देखा न, त्यो राम्रो देखिने खाली माथिबाट। ओ यस। यो भाइटिकाको लागि दसैँमा ल्याएको। देखा न माथि यसरी। भाइटिकाको लागि दसैँ। यो हल्दीराम हो, तर यो सोया स्टिक भन्ने नयाँ बनेर आएको। पन्जाबी तड्का भन्न। त्यो त हल्दीराम के त हुन्छ? यो टोस्ट हो। दाँतै छैन बिचराको। यो अलि साइड आउँछ, मेरो साइड आउन। यो सेलिब्रिटीले खाने तरिका हो क्या। देखि कहाँ मलाई खायो न। यो चकलेट। देखा न चकलेटमा के छ त्यसमा? सुन्दर लाग्छ। पहिला एक रुपैयाँमा दुईटा पाउँदै बसेर हेर्नु त यो प्याकेटमा। यो मेरो लागि आलु भुजिया। अरु खासै के छ? देखाउन देखा न। यो डाइजेस्टिभ बिस्कुट हो कि के? डाइटिङ चिउरा। यो डाइटिङ हो कि चिउरा यो? डाइटिङ चिउरा। यो मेरो काम लागि चिज होइन त्यो। देखा न दिदी, यो मेरो लागि हो है गाइस। अहिले यति हो। ल बाइ गर्न। बाइ सायोनारा। भुटिन लागिसकेको छ, अलि भुट्दै जानुपर्छ। त्यसपछि देखिसकेको यता बस्नु फुपू साइडमा आउँछ। यहाँ त्यो नाच मान्नु त फुपूले। सब बस्न अब कति मिनेट बस्न आयो। अनि त्यसमा मिनेट बस्न क्या आउँछ? तपाईँ बट्ट बोल्दै हुनुहुन्छ। अब ढाकिने यसलाई एकछिनको लागि। अब ढाकिसकेपछि फेरि चलाउन थाल्छौँ। अनि यसरी मजाले चलाउने। हेर्नु त आमा, अघि न कति धेरै हालेको थियौँ, अब सुकिगयो। अभी मेरो भाइ त हराएको छ। ब्लू डायमन्ड। सरी गाई, देख्यो। अब अझै हेर्नु त यस्तो। वाउ, नुन स्वाद अनुसारको नुन हाल्नुपर्छ। अनि त्यसपछि चाहिँ गरम मसला, धनियाँ जिराको पाउडर। अरू के हाल्नु चाहिँ त्यसपछि? अब फेरि त्यस्तो चलाउनु हुन्छ। आमामा कति धेरै चलाउनु पर्ने रहेछ, हातै दुख्छ भने यसरी चलाउँदा त। मम्मीको है, मेरो चाहिँ कसरी दुख्ने हो र, म छोड्न चलाउँछु। अनि त्यसपछि चाहिँ वाउ, मासु। मेरो मुखमा पानी आइगयो गाइस। मजाले चलाउनु भयो। त्यसपछि खुर्सानी हाल्नुभयो अझै, किनभने पिरो लागेन जस्तो लाग्यो मम्मीलाई। देखेर पिरो जस्तो लागेन है, सरी गाइस, देखेर पिरो जस्तो लाग्यो। खुर्सानी हाल्नुभयो। अनि फेरि चलाउनु भयो मजाले, स्वाई। अनि त्यसपछि हेर्न सक्नुहुन्छ। वाउ। अब यो के हो? सायद सुकमेल र ल्वाङको पाउडर होला, अनि स्मेल राम्रो आओस् भनेर। अनि त्यसपछि अझै मजाले चलाइसकेपछि अन्त क्या मजाले भुटिरहेको छ। वाउ, भुट्यो। मासु रेडी भयो। अब कति थोरै हो, अघि त कति। ल रेडी भयो कबाब।